सुर्खेतमा 23औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 भव्यताका साथ मनाइएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले जानकारी दिनुभयो। भन्यो भनेदेखि हामी कहाँ करिब 43,000 हेक्टर भन्दा बढी धान क्षेत्रफल रहेको अवस्था छ र गत वर्षको अवस्था हेर्दै हो भनेदेखि 40,884 हेक्टरमा हामीले धान खेती गरेर 1,47,250 मेट्रिक टन धानको उत्पादन गरेका थियौं र करिबका 16,88,412 जनसङ्ख्यामा करिब 3,44,324 मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने अवस्थामा अहिले हामीसँग कर्णाली बासीसँग 23,434 मेट्रिक टन खाद्यान्न अझै अभाव हुने देखिन्छ। यही कुरालाई मध्यनजर गरेर अहिले हामी जुन जलवायुको परिवर्तनले पुर्याएको असरलाई न्यूनीकरण गर्नको लागि विभिन्न किसिमका धानका जातहरू नेपाल कृषि अनुसन्धान परिषद त्यस्तै गरी अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान जुन केन्द्र छ यसको समन्वयमा विभिन्न किसिमका धानका जातहरू कर्णाली प्रदेश लगायत नेपालमा भित्रिएका छन् र हाम्रा कृषकहरूले पनि वास्तवमा यो धान दिवसलाई विभिन्न कार्यक्रम सहित हर्ष उल्लासका साथ विशेष गरेर छुपुमा छुपु रोपौँला परिवर्तनको जुन जल्दो बल्दो समस्यालाई हल गर्नको लागि अहिलेको नारा पनि जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नारा तय गरिएको छ। सोही अनुसार पनि अहिले हामीले आज कर्णाली प्रदेशको सुर्खेत जिल्ला लगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा पनि यो कार्यक्रम मनाउन गइरहेका छौँ र कर्णाली प्रदेशको सन्दर्भमा भन्यो भनेदेखि विशेष गरेर हामी राष्ट्रिय धान दिवसलाई 2 भागमा बाँडेर मनाउने गरिरहेका छौँ। कर्णाली प्रदेशको मन्त्री परिषदको कार्यालयले विशेष गरेर चैत 12 गतेलाई जुम्ला जिल्लाको राष्ट्रिय धान दिवसको हिसाबमा मनाउने गरेको छ भनेदेखि आज असार 15 गते यो तल्लो बेल्टमा सुर्खेत लगायतका अन्य जिल्लाहरूमा राष्ट्रिय धान दिवस मनाउनको लागि सार्वजनिक हिसाबमा नै आज जुन बिदाको कार्यक्रम गरेको अवस्था छ र यही अनुसार हामीहरू यहाँ उपस्थित भएका छौँ। यो धान नेपालको सन्दर्भमा भन्यो भनेदेखि 41,31,000 कृषक घरधुरीहरू जुन प्रत्यक्ष हिसाबमा कृषिमा संलग्न रहेको अवस्थामा धान खेतीमा मात्रै 27,65,000 घरधुरीहरू आबद्ध रहेको अवस्था छ र कुल खेती गरेको जमिन मध्ये करिब 54% जमिन धान खेतीले ओगटेको अवस्था छ र यसै गरी कृषिको कुल ग्रास्त उत्पादनमा धान बालीले 13% भन्दा बढी हिस्सा ओगटेर यहाँले सुन्नु भएको छ अहिले देशको आर्थिक वृद्धि कति भयो धानको उत्पादन गर्दाखेरि नेपालकै आर्थिक अवस्था घट्छ। त्यसले गर्दाखेरि यो बालीको ग्रास्त उत्पादनमा पनि ठूलो हिस्सा रहेको अवस्था छ र नेपालको कुल ग्रास्त उत्पादनमा करिब 2 अरब भन्दा बढी बराबरको योगदान यो बालीले दिने गरेको अवस्था छ। नेपालको सन्दर्भमा हामी कर्णाली प्रदेशको कुरा गरिदियो भनेदेखि करिब 180 मिटर जुन सुर्खेतमै अवस्थित छ जुन हाम्रो घाटगाउँ एरिया छ जुन जामु कुहिनेको अवस्था छ त्यो 180 मिटरमा छ र 3050 मिटर जुन छमचौर छ संसारकै सबभन्दा बढी धान फल्ने स्थान पनि हामी कर्णाली माझ नै छ। यसले गर्दा कर्णालीको तल्लो बेल्टदेखि माथिल्लो बेल्टसम्म हामी धानको उत्पादन गरिरहेका छौँ र संसारलाई नै यो वास्तवमा नेपाल धान उत्पादन गर्ने विश्वकै अग्लो स्थानमा जुन फल्ने देश भनेर हामीले चिनाइरहेको अवस्था छ र कर्णालीको सन्दर्भमा हेर्दियो भने नेपालको सन्दर्भमा हेर्दियो भनेदेखि कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालयले विकास तथा अनुसन्धान गरिरहेका धानका विभिन्न जातबारे जानकारी गराएको थियो। निर्देशनालयको अनुसन्धान फर्ममा लगाइएको सही धान यति बेला पाक्ने अवस्थामा पुगेको छ। अनुसन्धानबाट विकसित विभिन्न जात तथा उत्पादन प्रविधि किसानसम्म पुर्याएर उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य रहेको निर्देशनालयले जनाएको छ। कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले कर्णाली अझै पनि खाद्यान्नमा आत्मनिर्भर नभएको बताउनुभयो। जलवायु परिवर्तनको मारमा कर्णाली अहिले पनि रहेको उहाँको भनाइरहेको छ। महोत्सवमा आयोजित हिलोमा दौड प्रतियोगिताले सबैको ध्यान आकर्षित गरेको थियो। धान महोत्सवको कर्णाली प्रदेशका मुख्य सचिव वीरेन्द्र कुमार यादवले उद्घाटन गर्नुभएको थियो। कार्यक्रम स्थलमा सहित धान पाक्दै गरेका पहिलोको दृश्यहरू एकातिर रहेको थियो भने अर्कोतिर बिउ निकाल्दै गरेको दृश्यले जनरमाइलो बनाएको थियो। कार्यक्रममा नाचगान सहित दम्हा बजाएर स्थानीयवासी कर्मचारी र सरकारवाला निकायले निकै रमाइलो गरेको दृश्य देख्न सकिन्थ्यो।